नास्ता त छैन यहाँ चाहिँ। हेलो एन्ड गुड मर्निङ सम्पूर्णमा तपाईँहरूलाई स्वागत छ मेरो मिनी भ्लगमा। म चाहिँ आज यस्तो बिहानै उठेर यस्तो झ्याउ लाग्यो कि अब नुहाएर मुड फ्रेस हुन्छु भनेर चाहिँ तातो पानीतिर नुहाउन हिँडिरहेको हो। अहिले चाहिँ मौसम चाहिँ एकदम कुल छ मौसमले पनि। खासमा यो गर्मी मौसम हो तर यहाँ चाहिँ एकदम कुल छ, चिसो छ भनौँ न। यति चिसो पनि होइन तर ठिकै। सो त्यसैले म चाहिँ तातो पानीमा डुब्ने र हल्का डुबेर अनि नुहाएर फर्किन्छु भनेर म एक्लै आउँदैछु है। फेरि साथीहरू कोही छैन, म एक्लै हो। तपाईँहरू पनि नजिक हुनुहुन्छ भने तपाईँहरू पनि आउनुहोस्, डुब्नुहोस्, नुहाउनुहोस्, मजाले रिल्याक्स हुनुहोस्, खानुहोस्, मुड फ्रेस भएर। र कहीँ कतै टाढा हुनुहुन्छ भने नि आउनु सक्नुहुन्छ तातो पानी कुण्डमा डुब्न, नुहाउन, फ्रेस हुनलाई। यहाँ म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वार्ड नम्बर 2 भुरुङ तातो पानी स्थितमा रहेको यो तातो पानी कुण्ड हो, जहाँ तपाईँहरूलाई वेलकम छ। तपाईँहरू मुस्ताङ जाँदै हुनुहुन्छ भने तपाईँहरू बाटैमै पर्छ, मुस्ताङ जाने बाटैमा। त्यही हो गाइज, म चाहिँ नुहाउनु हिँडेको। तपाईँहरूले तातो पानी कुण्ड पनि देखाउँछु। तातो पानी कुण्डमा मान्छेहरू डुब्न आइरहेको छ नि, यही हो गाइज। हेर्नुहोस्, यहाँ धेरै मान्छेहरू डुब्नु भयो, रिल्याक्स फिल गरिराख्नुपर्छ है तातो पानी कुण्ड चाहिँ। तपाईँले देखिहाल्नुभयो तातो पानी कुण्डमा मान्छेहरू जहिले सुकै मान्छेहरू हुन्छ है गाइज। ल है साथीहरू, म चाहिँ तातो पानी कुण्ड छिर्ने मेन गेट प्रवेश गरिसकेको छु। नुहाउनको लागि पारी बस्नको लागि त्यहाँ कुर्सीहरूको पनि व्यवस्था छ साथीहरू। मजाले नुहाएर रिल्याक्स गर्ने ठाउँहरू पनि छ है। अनि त्यहाँ पारी सिस्टरहरू देखिनुभएको ठाउँमा चाहिँ त्यो दाजु देखेको ठाउँमा लकर हो, त्यो सामान राख्ने ठाउँ। यो चाहिँ मेन काउन्टर भयो साथीहरू। यहाँबाट हरेक चिजहरू, खानेकुराहरू तपाईँहरूले मगाउन सक्नुहुन्छ। यो चाहिँ कुण्ड हो है, तातो पानी कुण्ड। चाहिँ महिला दिदीबहिनीहरू हुनुहुन्छ, मजाले रिल्याक्स फिल गरिराख्नु भएको छ मजाले तातो पानीमा। अनि चाहिँ परपट्टि चाहिँ हाम्रो पुरुष साथीहरू, पुरुष मित्रहरू, दाजुभाइहरू हुनुहुन्छ। त्यहाँ पनि मजाले रिल्याक्स गरेर तातो पानीको मजा लिइराख्नु भएको छ। त्यहाँ चाहिँ बुबाहरू, दाजुहरूले चाहिँ एकदम आनन्द फिल गरिराख्नु भएको थियो। यता चाहिँ साबर हो, त्यहाँबाट निस्केर नुहाउने ठाउँ है साथीहरू। अब म चाहिँ रेडी भयो साथीहरू। ल है, कुण्डभित्र गइसकेको छु। अब चाहिँ मजाले बिस्तारै बस्छ। पानी चाहिँ एकदम तातो थियो, पानीलाई चट्टो पोल्छ। पानीले चाहिँ एकदम बिस्तारै बस्नुपर्छ, नत्र एकदम पोल्छ साथीहरू। पहिलो अनुभव तपाईँहरूले लिनुभयो भने हुन्छ, तपाईँहरू पस्न सक्नुहुन्छ। म चाहिँ अब मोबाइललाई टक्क त्यहाँ अड्डाएर अनि त्यसपछि म आनन्दले तर त्यहाँ मूल नजिक चाहिँ एकदम तातो छ साथीहरू। ग्यापमा गएर एकदम पोल्यो पानी चाहिँ एकदम तातो चाहिँ एकदम आनन्दले रिल्याक्स गरिरहेको छु। आनन्द तातो छ, पानी चाहिँ एकदम तातो छ है। पानी चाहिँ एकदम मजाको छ। त्यहाँ नचलेर रिल्याक्स पानी बस्नुपर्छ है साथी। तपाईँले आउन सक्नुहुन्छ, मजाले तातो पानी कुण्डको आनन्द लिन सक्नुहुन्छ। अच्छा तातो थियो पानी चाहिँ। तातो पानी कुण्डमा डुबिसकेपछि एउटा आस्था के छ भने साथीहरू, बाथरोग र हार्ट जोड्ने नसा सम्बन्धी यस्ता दुखेको यस्ता रोगहरू चाहिँ निको हुन्छ भन्ने आस्था चाहिँ छ है साथीहरू। बुवाहरू, दाजुहरू चाहिँ एकदम
मजाले डुबेर काठमाडौँ कुरोमा चाहिँ मान्छेहरू आउने जाने भइहाल्छ। अब चाहिँ मेरो साथी चाहिँ म निक्लिआएको थिएँ अहिले, साथीहरू हुनुहुन्थेन मेरो चाहिँ मसँग। चाहिँ मूल नजिकै जाँदैछु। यो चाहिँ मूल नजिकै पानी आउँछ, मेन पानी आउँछ। लास्ट बाटो छ है यहाँ चाहिँ, यो मेन ठाउँ लास्ट बाटो। निस्केको अब चाहिँ अवस्थाबाट हुन्छ। ल है गाइज, फाइनली नुहाएर पनि डुबेर सबै गरेर सकियो है। अब चाहिँ म फर्किन लागेको। साथी चाहिँ टुरिस्ट जापानिज हो, उहाँ चाहिँ एकदम सफा क्लिन छ है साथीहरू। कुण्डमा पानी पनि एकदम राम्रो थियो, क्लिन थियो। म चाहिँ अब फर्किँदैछु। अब चाहिँ म फर्किने बेलामा चाहिँ म एक्लै छैन है, साथीहरू मेरो साथमा चाहिँ मेरो अफिसको सर हुनुहुन्छ सँगसँगै। अनि हामी चाहिँ म चाहिँ 1 घन्टा अगाडि आएको थिएँ भने उहाँ सर चाहिँ 1 घन्टा पछि आउनुभएको थियो र अहिले फर्किँदा चाहिँ सँगै फर्किन लागेको हो। है गाइजहरू, टेक केयर। हामी चाहिँ नुहाएर फर्किँदैछौँ। त्यहाँ चाहिँ मैले त्यो नुहाएर कपडाहरू त्यहीँ राखेको थिएँ, त्यो बाहिर फेरि त्यहाँबाट निकाल्नु लाग्छु, मैले फेरि निकालेर लान्छु। अब गेटबाट हामी बाहिरियौँ। नुहाइसकेपछि तपाईँलाई फलफुलहरू केरासेरा स्याउ के खानु मन लाग्छ त्यो पनि उपलब्ध छ साथीहरू। ल हामी चाहिँ निस्किन लागेको, निस्किसक्यौँ बाहिर। अब चाहिँ हामी रुमतिर जानु लागेको। ल साथीहरू यही हो है, माथिबाट ब्याकबाट देखाउँदा माथिल्लो साइडमा देखाउँदा चाहिँ कुण्ड चाहिँ यही हो, एकदम सफा क्लिन छ, एकदम राम्रो छ। तपाईँहरू आउन सक्नुहुन्छ र रिल्याक्स गर्न सक्नुहुन्छ। कालीगण्डी है साथीहरू, नामै कालीगण्डी, कालो छ, पानी परेर। आज मौसम सफा छैन, सरले भन्दै हुनुहुन्छ पानी पर्न लाग्यो भनेर। यो चाहिँ तातो पानी होटेल नेचरल स्प्रिङ हो, भिआइपी होटेल। तपाईँहरू आएर बस्न सक्नुहुन्छ। तातो